सो हेलो गाइस, आजको हामी मिनी भ्लगमा चाहिँ हामी चिकन सुप पकौडा र अचार बनाउँछौँ हैन। यो जाडो मगाउँछौँ, 3-4 दिन भयो लगातार पानी पनि परेछ र त्यसको लागि हामी भन्दा लिन्छौँ। भन्दालाई हामी स्लाइसकोमा काट्छौँ, लामो लामोमा काट्छौँ र साथसाथै हामी आलु ताच्छौँ। आलु पनि चाहियो हुन्छ। खोर्सानीलाई हामी काट्छौँ, खोर्सानीलाई सक्दो मसिनो पारेर हामी काट्छौँ र त्यसपछि हामी लिन्छौँ प्याजलाई हामी लामो 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 पारेर काट्छौँ है। हामी आलुलाई चाहिँ स्लाइसली काट्छौँ, पातलो बनाएर काट्छौँ ताकि पकौडामा हाल्ने हो। यसलाई धेरै बाक्लो बनाउनु हुन्न, पाक्नु टाइम लिन्छ। अनि सबैलाई मिक्स गर्नको लागि एउटा बाटामा हामी सबैलाई राख्छौँ। यसमा नुन हाल्ने हो है त। अनि हामी यसलाई कटिङ गर्छौँ। कटिङ गरिसकेपछि राखेपछि हामी यसलाई मोल्नुतर्फ लाग्छौँ। मोलिसकेपछि सबै भइसकेपछि चाहिँ हामी यसलाई 5-10 मिनट जति यसलाई ढाकेर राखिदिन्छौँ। त्यसपछि हामी मिट लिम सुपको लागि चिकनलाई हामी स्लाइसमा काट्छौँ र स्लाइसमा यसलाई पातलो सक्दो जति सक्दो पातलो काटेर चाहिँ काट्नुपर्छ ताकि यसले सबैमा मिक्स हो। त्यसको लागि हामी चिकन सुपको लागि हामी अब बाटामा बटर हाल्छौँ। बटरलाई हामी पगाल्छौँ। हामी अलि 8-9 जना भएको कारणले 2टा बटर हाल्यौँ। अब यो मान्छे अनुसार कतिजना हुन्छ त्यो अनुसार बनाउनु। र यसमा हामी ज्वानो हाल्छौँ। ज्वानो पकाउँदाखेरि ज्वानो अनिवार्य चाहिन्छ। ज्वानो हालेर यसलाई हामी चलाउँछौँ। अब हामी यहाँ धेरैजना हुनुहुन्छ। हाम्रो सरले सिकाइरहनु भएको थियो, सो म चाहिँ यहाँ भिडियो बनाइरहेको छु है। त्यही अनुसार भनि पनि रहेको छु। अब यसमा हामी चिकन हाल्छौँ। चिकनलाई हामी अघि भनिहालेँ डाइसमा काट्ने, यसलाई अनि चलाउने मजाले एकछिन चलाइराख्ने। मजाले बटर पनि घुल्योस्, सबै गुल होस्। त्यति बेर यसलाई चलाउने। यसको रङ चाहिँ कस्तो हुनुपर्छ नि, यो सुक्खा हुनुपर्छ होइन गाइस। अब अनि यो सुक्खा नभएर भने चलाउनुपर्छ। यो यस्तो सेतोमा रङमा, जब यो सेतो रङमा आउँछ त्यसपछि चाहिँ यो ओके बल्ल भयो है। अब यसमा हामी पानी थप्नुको लागि बल्ल रेडी भयो भन्ने। अब यसमा यो नुन चाहिँ होइन गाइस। अब यसलाई के भन्नुभएको थियो सरले, मैले अहिले चाहिँ ठ्याक्कै बिर्सेँ किनकि भर्खर क्लास जोइन गरेको भएको कारणले मलाई अहिले त्यति पुरै नलेज छैन। तर पछि अरू भिडियोमा भन्छौँ। र सुपको लागि हामी 8-9 जना भएको कारणले हामी त्यो बोटोको अनुसार हामी पानी नाप्दै हाल्छौँ। यो चाहिँ अघि नै उमालेको पानी, हजुरहरूलाई देखाइसकेको त्यो उमालेको प्याज हालेर त्यो टेस्टको लागि उमालिसकेको पानी। अब यसलाई भने चिकनकोमा हामी मिसाएर उमाल्ने मात्र काम हो। र हामी मान्छे अनुसार बोटुकोमा नापेर त्यसमा हालेर नुन हालेर चलाउँछौँ। अब चट्ट सुपहरू हाम्रो रेडी हुन्छ। त्यसपछि हामी यसलाई मजाले भेजेसहरूलाई अघि काटेको भेजहरूलाई मजाले निचार्छौँ। एकदम मजाले निचार्ने, पानी थुप्पो नराख्ने, निचार्ने सक्दो। त्यसपछि एउटा बाटामा राखेपछि सबैलाई राखेपछि धनिया हाल्ने। त्यसपछि आफूलाई चाहिने अनुसार खोर्सानी चट्ट काट्ने, खोर्सानी हाल्ने। अनि मसलाहरू हाल्ने, चाहिने मसला अब के चाहिन्छ मैले त्यो ट्याक्क भनिनँ होइन, किनकि याद पनि छैन मलाई के हाल्ने हामीले। तर हाल्नु चाहिँ हामीले प्रायः सबै हाल्यो। त्यसपछि नुन हाल्यो। नुन चाहिँ अब मुखमा आउने नुनै हो, नुन हाल्यौँ। त्यसपछि अब पिरो, फेरि अब हल्का रङ आउनुको लागि पिरो पनि हाल्छौँ, धुलो पिरो। त्यसपछि हामी अब